साहब जाफरी साहबको गजल हो, एकदम फेमस लाइन छ। तू इधर उधर की न बात कर, ये बता ये काफिला क्यों लुटा। काफिलाको अर्थ हुन्छ यात्रुहरू, जुन एउटा यात्रा गर्ने यात्रुहरूको जमात हुन्छ नि, यात्रुको समूह हो, तिनीहरूलाई काफिला भन्छ हैन। तू इधर उधर की बात नगर, यताउताको कुरा, यो कुरा घुमाउने, यताउता दायाँ बायाँ कुरो नगर, त्यो यात्रीहरूलाई किन लुटिस भन्ने कुरो प्रश्न गर्दैछ। तेरी रहबरी का सवाल है, तेरी रहबरी का सवाल है। रहबरी भने चाहिँ बाटो देखाउने, जुन काम उसलाई, जुन यात्रुहरूको बाटो देखाउने काम उसलाई जिम्मा दिएको थियो, त्यो तेरो कामको चाहिँ सवाल छ। तेरी रहबरी का सवाल है, हमें राहजान से गरज नहीं। राहजान भनेको ती जुन लुट्यो नि यात्रीलाई, त्यो यात्री लुट्नेसँग मलाई मतलब छैन। गरज भनेको मतलब छैन। तेरी रहबरी का सवाल है, हमें राहजान से गरज नहीं। मतलब तँलाई जुन काम दिएको छ, जुन तेरो ड्युटी रेस्पोन्सिबिलिटी जे दिएको थियो, त्योसँग मात्र मलाई मतलब छ। लुट्न त एउटै व्यक्तिले लुट्या हो। राहजान भनेको यात्री लुट्नेवाला व्यक्ति एउटै हो, तर त्यो यात्रीलाई लुटिस, त्यो जे गरिस्, त्यो पाटो तेरो आफ्नो पाटोसँग मलाई मतलब छैन, तर आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ किन पुरा गरिनस्, मलाई त्यो बता। तेरी रहबरी का सवाल है, हमें राहजान से गरज नहीं। आफ्नो ड्युटी र रेस्पोन्सिबिलिटी चाहिँ किन चुकिस् त भन्ने कुरा मात्र मलाई चाहियो, अरू सवालसँग मलाई मतलब छैन भनेर भनेको छ। ठ्याक्कै यो लाइन चाहिँ पुरै हाम्रो भिजिट भिसा काण्डमा मिल्ने खालको बनाएको रहेछ क्या। यसको अर्को पनि ब्याकग्राउन्ड छ। यो पनि नेपालको संसदमा मात्र होइन, यो इन्डियाको संसदमा पनि बारम्बार दोहोऱ्याइरहने लाइन हो। मौलाना अब्दुल कलामले चाहिँ जवाहरलाल नेहरूलाई चाहिँ पार्लियामेन्टमा, इन्डियाको संसदमा पनि यो यसै गरी नै भन्नुभएको छ। यो गजलको लाइन चाहिँ यस्तो छ, म्याक्सिममले गल्ती पढिरहनु भएको छ, म एउटा सही पढेर सुनाइदिन्छु। तू इधर उधर की न बात कर, ये बता ये काफिले क्यों लूटे। तेरी रहबरी का सवाल है, हमें राहजान से गर्ज नहीं। धन्यवाद।